अहिले अब संसारमा थुप्रै खालको समस्याहरूमध्ये अहिले एउटा चाहिँ जलवायु परिवर्तनको समस्या पनि मुख्य एउटा रूपमा अहिले आइरहेको छ होइन, जसको कारणले गर्दाखेरि यो विश्वको तापक्रम बढ्दै जाँदाखेरि जुन जलवायुजन्य विपदहरू बढिरहेको छ, त्यसले एउटा कुरा के ल्याइरहेको छ भने एउटा हिमालमा त्यो हिउँहरू पग्लिने दर अत्यन्त वृद्धि भएको छ, सँगसँगै समुद्री सतह पनि बढिरहेको अवस्था छ। त्यस कारणले यो जलवायु परिवर्तनको असर बढ्दै जाँदाखेरि यो पानीको चक्रमा नै अलि उथल पुथल आएको अवस्था चाहिँ रहेको छ। त्यस कारणले हाम्रो जस्तो मुलुकमा पनि हामीले हेऱ्यौँ भनेदेखि वर्षामा एकदम जुन नियमित रूपमा पानी पर्ने हो त्यसो नभएर अत्यधिक वर्षा हुने अथवा एकदमै कम पानी पर्ने, जसको कारणले गर्दाखेरि सुक्खा याममा एकदम खडेरीहरू पनि एकदम बढिरहेको अवस्था देखिन्छ। यसपालि नै हामीले हिउँदमा हेऱ्यौँ भने पनि हामीले हिउँदे वर्षा पनि त्यति धेरै भएको पाएनौँ हामीले यसपालि होइन। र अब आउने बर्खा आउँदैछ, बर्खा पनि साह्रै अनिश्चित हुँदै गइरहेको अवस्था छ। हामीले विगतलाई हेऱ्यौँ भनेदेखि समयमा पानी नपर्ने र परिहाल्दाखेरि एकदमै मुसलधारे ठुलो पानी पर्ने, जसले गर्दाखेरि चाहिँ बाढी पहिरो जस्ता विपदहरू निम्त्याउने गरेको छ। त्यस कारण कुरोमा हेऱ्यो भने अहिले चाहिँ अब पानीसँग जोडिएको जुन विपदहरू छ त्यो एकदम धेरै बढ्नु अवस्थामा छ एक त। दोस्रो कुरा भनेको यो लामो खडेरी हुँदाखेरि अर्को जोखिम भनेको डढेलोको जोखिम पनि त्यत्तिकै बढ्दै गइरहेको छ होइन। र यो लामो खडेरी भइसकेपछि फेरि ठुलो बर्खा हुने गर्दाखेरि त्यसले बाढी पहिरो पनि निम्त्याउने गर्छ। त्यस कारणले यो दुवै खालका समस्याहरू अहिले बढिरहेको अवस्था चाहिँ रहन्छ। अर्को एउटा के पनि छ भनेदेखि अब यो समस्या भोलि बढ्दै जाने हो भनेदेखि कृषिमा पनि ठुलो असर पर्ने देखिन्छ, सँगसँगै हाम्रो खानेपानीमा एकदमै ठुलो चाहिँ समस्या देखिन्छ। जस्तो अहिले पनि हेऱ्यो भने हाम्रा धेरै हिमाली तथा पहाडी जिल्लाहरूमा मुहानहरू चाहिँ सुक्ने अवस्थामा पुगेको छ। सुकेको अथवा धेरै टाढा जान पनि अथवा राम्रो मूल फुटेको पानीमा नि सानो पानी आउने त्यस्ता समस्या देखेको छ अर्को पाटो। र अझ हामीले हेर्दाखेरि चाहिँ नेपालको हकमा हेऱ्यो भनेदेखि हामी हाइड्रो पावरमा आश्रित छौँ। हाम्रो जुन जति पनि ऊर्जा उत्पादन गर्छ हामी हाइड्रो पावरबाट निकाल्छौँ भनेका छौँ। धेरै चाहिँ हाइड्रो पावरहरू नेपालले अहिले बनाइ पनि रहेको छ। तर हिमालमा हिउँ पग्लिँदै जाने, सुक्खा याममा त्यसै पनि यसरी यो के भन्छ हिउँदमा पानी कम हुने भयो भने हाम्रो त्यो हाइड्रो पावरहरू पनि अब समस्यामा पर्दै जान्छन् भन्ने एकतिर छ भने अर्को चाहिँ बर्खामा अति पानी पर्नाले त्यहाँ बाढी पहिरोको समस्या भएर त्यसमा क्षति पनि पुग्दै गएको अवस्था छ। त्यस कारणले पानीसँग सम्बन्धित अहिले धेरै चुनौतीहरू चाहिँ हाम्रो जस्तो देशले मात्र संसारभरि भोगेका छन्, तर हाम्रोमा क्षमता कम भएको राष्ट्रको कारणमा झन् यी विपदहरू चाहिँ बढ्दै जाँदाखेरि हाम्रो विकासमै ठोस चाहिँ असर पर्ने चाहिँ देखिन्छ। अहिले अब बिस्तारै चाहिँ यो पानीको समस्या बढ्दै जाँदाखेरि अब विशेष गरेर मानिसहरू धेरै विस्थापित हुने होइन, अनि चाहिँ त्यहाँबाट धेरै विस्थापित मात्रै हुने होइन, अब मान्छेहरू चाहिँ समस्या पर्न थालेपछि आफ्नो ठाउँ छोडेर अन्तर जाने कुराहरू पनि देखियो। त्यस कारणले योसँग जोडिएको समस्याहरू एउटा प्रत्यक्ष खालको समस्या देखिन्छौँ हामीले हेर्दाखेरि, अर्को चाहिँ अप्रत्यक्ष समस्याहरू पनि देखिन्छ। जस्तो तपाईँले भन्नुभयो अब धेरै टाढा नगइकन हाम्रै क्षेत्रलाई होइन, यो साउथ एसियालाई हेऱ्यो भने के भनिराखेको छ अहिले विज्ञानले अथवा चाहिँ त्यो जलवायु परिवर्तनको चाहिँ असर पर्दै जाँदाखेरि अब मालदिभ्सका थुप्रै टापुहरू पानी मुनि जान्छ भन्न चाहिँ भनेको अवस्था छ। मालदिभ्सभित्र पनि अब हाम्रो जनसङ्ख्यालाई चाहिँ अन्त पनि ठाउँ चाहिन्छ भनेर भारतहरूसँग रिक्वेस्ट गरेको पनि विगतमा भएको घटनाहरू हामीले देखेका छौँ। सँगसँगै यो जति पनि समुद्रीय तटीय भएको देशहरू छ तिनीहरूमा यो समुद्री पानी भित्रसम्म आउनाले उनीहरूको कृषिजन्य उपजहरू चाहिँ नहुने खालको, जस्तो एकदमै त्यो नुनिलो पानी छिरेको हुनाले चाहिँ कृषि पनि नहुने जस्तो समस्याहरू आएको छ। कतिपय ठाउँमा चाहिँ कस्तो पनि छ भने एक देशबाट जस्तो हाम्रै हेडमा हेऱ्यो भने नेपालको पानी चाहिँ बगेर भारत हुँदै बङ्गलादेशसम्म पुग्छ। अब बर्खामा त्यसले ठुलो चाहिँ समस्या निम्त्याउँछ। त्यस कारणले भोलिको दिनहरूमा यो समस्या बढ्दै जाँदाखेरि चाहिँ यो एक आपसको देशहरूमा समस्याहरू हुनसक्छ। त्यस कारणले पनि हामीले यो विभिन्न देशहरूमध्ये हामीले कसरी सहकार्य गर्ने भन्ने कुरा चाहिँ एउटा चाहिँ अलिक व्यापक रूपमा आइरहेको छ। अब हाम्रोमा त्यति धेरै समस्या देखिसकेको छैन, तर बिस्तारै त्यसमा जान सक्छ भन्ने चाहिँ हामीले अलिक सोच्न पनि छ। अर्कोतिर तपाईँले हेर्नुभयो भने सुक्खा याममा चाहिँ पानी खोलामा कम हुने बित्तिकै चाहिँ त्यो स्वच्छ पानी कम हुने बित्तिकै चाहिँ त्यसमा फेरि पनि त्यो समस्याहरू देखिन सक्छ। अहिले पनि हेऱ्यो भनेदेखि अफ्रिकामा तपाईँको इजिप्ट, इथियोपिया जस्ता देशहरूमा खोलामा कम पानी भएको कारणले गर्दा समस्याहरू देखिन थालेको छ। किनभने माथिल्लो तटमा चाहिँ हाइड्रो ड्यामहरू अथवा चाहिँ
यो कृषिको लागि सिँचाइको लागि चाहिँ ड्यामहरू बनाइराख्दाखेरि तल्लो तटीय देशहरूमा पानी पर्याप्त नहुँदाखेरि त्यसमा समस्याहरू आउन थालेको छ। त्यस कारणले भोलिको दिनमा हामीले के कुरा एकदमै ख्याल गर्नुपर्छ भने यो समस्याहरू बढ्दै जाँदाखेरि सहकारी कसरी गर्ने, पानीको विषयलाई तल्लो तटीय माथिल्लो तटीय सबैलाई पुग्ने गरेर हामीले बाँडफाँडको कुराहरू कसरी ल्याउने, त्यो सहकारी गर्न चाहिँ जरुरी छ। होइन भनेदेखि तपाईँले भनेको जस्तै समस्या चाहिँ विकराल बन्दै जान सक्ने अवस्था चाहिँ सिर्जना हुनसक्छ। र मुनि नै हाम्रो जमिनहरू गएपछि उनीहरूकोमा के हो भने त्यहाँ बसोबास गरेका जनताहरूलाई उनीहरूको इच्छा अनुसार उहाँहरूलाई चाहिँ माइग्रेट गर्न चाहिँ दिने अथवा कहाँ गएर चाहिँ उनीहरूको पुनर्स्थापना गर्दा सही विकल्प हुन्छ उहाँहरूकै सहभागितामा त्यो कुराहरू गर्न सक्यो भने एकदमै राम्रो एउटा बाटो। जस्तो बाटो के पनि हो भनेदेखि मानवताको हिसाबले पनि अब त्यस्तो समस्यामा परेको उनीहरूको लागि चाहिँ वैकल्पिक वासस्थान, वैकल्पिक चाहिँ रोजगारका कुराहरू, वैकल्पिक उनीहरूका अधिकारहरूलाई ग्यारेन्टी गर्न चाहिँ जरुरी छ होइन। र त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने जुन समस्या अहिले देखिरहेको छ अहिले त्यति यो समस्या भोलिको दिनमा बढ्दै जान सक्छ। त्यस कारणले जलवायु परिवर्तनको कारणले गर्दा भएको भने जलवायु परिवर्तनको कारणमा नै हामीले चाहिँ त्यसलाई सम्बोधन गर्नुपर्छ। त्यो भनेको हरित गृह ग्यास उत्सर्जनमा व्यापक रूपमा कटौती नगर्ने हो भने अहिले केही हजारमा मान्छेहरू चाहिँ विस्थापित भइरहेको छ भने भोलिको दिनमा लाखौँमा हुन सक्ने सम्भावना छ। त्यस कारणले जलवायु परिवर्तनको जुन मूल कारण छ त्यो कारणलाई चाहिँ सम्बोधन गर्नुपर्छ। त्यस कारणले दुवै पक्षलाई हामीले सँगसँगै अगाडि बढाउनु पर्ने चाहिँ अहिलेको आवश्यकता हो। अनि मात्रै ती जुन मान्छेहरू विस्थापित भएका छन् तिनीहरूको पनि अधिकार चाहिँ सुनिश्चित हुन्छ भन्ने हो।